लाइफमा फर्स्ट टाइम मलाई रिग्रेट फिल भइरहेछ है। त्यो रिग्रेट चाहिँ यो ठाउँ चिन्नु भएकोले चाहिँ कमेन्ट गर्नु है त ल। कहाँनिर यस्तो बवाल बवाल बन्द यतातिर चाहिँ होइन दामी दामी भन्यो बजु उतानिर बवाल भन्यो है। सो वाट्सअप ब्युटिफुल पिपुल। सो सबैजनालाई गुड मर्निङ अनि त्यसपछि वेलकम ब्याक टु माई अनदर भ्लग है। म चाहिँ धेरै पछि आएको छु। सो धेरै पछि किन आएको भनेपछि झ्याउला थियो त्यही भएर नबनाएको या चाहिँ त्यही हो, सिधा कुरा त्यही हो। सो आज चाहिँ म धेरै पछि आएको छु होइन, टक्क लाएर अब आजदेखि चाहिँ भ्लग बनाउन सुरु गर्न लागिरहेको छु। म चट्टा लाएर भ्लग बनाउन लागिरहेको छु। अब भ्लग बनाएर टक्क लाएर अब अहिले चाहिँ म यहाँ कफी सिक्न जान लागिरहेको छु। कफी सिक्न जानुभन्दा अगाडि चाहिँ इनड्राइभ बुक गर्न पर्ने हुन्छ। इनड्राइभ बुक गरिसकेँ मैले। अब टक्क लाएर अब इनड्राइभ आएपछि जानेछु म। सो लेट्स गो गाइजहरू। इनड्राइभ चाहिँ आइपुगिसकेको छ। हाम्रो यता दाइ आउनु भइसक्यो। हेलो हेलो दाइ, गुड मर्निङ। सो अब हामी चाहिँ अब टक्क लाएर अब कफी सिक्न जान लागिरहेको छ। सो लेट्स गो। दाइको शुभ नाम के हो? सञ्जय ढकाल। नामै ढकाल छ। म चाहिँ अब कफी सिक्ने ठाउँतिर आइपुगिसकेँ। टेनर एकचोटि हाँस्दैौ न तिम्रो हाँसो मिठो लाग्छ कि मलाई चाहिँ स्टेनरको। एकचोटि हाँस्दैौ न अनि हाँसो मिठो चाहिँ मत सिक्ने चाहिँ यहीँ हो। अब यसबाट चाहिँ हामी डक्क लाएर सिक्छौँ। के सिक्छौँ त्यो थाहा छैन, सिक्न चाहिँ सिक्छौँ है त एकछिनमा। सो लेट्स गो। सो गाइजहरू अब म चाहिँ डक्क लाएर कफी सिकेर नै आइसकेँ होइन। कफी सिकेर आएर पनि म चाहिँ अब स्कुलमै जान लागिरहेको छु होइन। टक्क बाटोमा छु, गर्मी त्यस्तै छ हेर्न सक्नुहुन्छ। यो ठाउँ चिन्नु भएकोले चाहिँ कमेन्ट गर्नु है त ल। कहाँनिर यस्तो बवाल बवाल बन्द यतातिर चाहिँ होइन दामी दामी भन्यो बजु उतानिर बवाल भन्यो है। सो अब स्कुल गइन्छ, स्कुल गएर डान्स सिकाइन्छ। जिन्दगी यसरी नै चलिरह। टक्क उठ्यो, स्कुल गयो, आयो, जिम गयो, सुत्यो, खायो, उठ्यो, सुत्यो, खायो, उठ्यो, सुत्यो, खायो। त्यसरी नै चलिरह जिन्दगी होइन। गर्मी पनि त्यस्तै गर्मी हो। गर्मी महिनामा कसैलाई रुगा लाग्छ, त्यो मलाई लाग्छ क्या। डेन्जर रुगा लाखा के भन्ने, यस्तो रुगा लाखा होइन। किन लागेको त्यो नि यस्तो कमेन्ट समेन्ट गरिदिनु होला। अनि यो अघिको ठाउँ देखेकोले चाहिँ कमेन्ट गर्नु है त ल। यो अघि देखेकोमा चाहिँ कमेन्ट गर्नु। को रहेछ है त यसो हेरौँ। म पनि कोले हेर्दो रहेछ, मेरो भ्लग हो क्या आज। त्यहाँदेखि यस्तो बवाल भने क्या हामी भने भिडियो बनाउनु चाहिँ बवाल हुन्छ पछि अहिले त होइन। पछि चाहिँ बवाल हुन्छ भिडियो। सो अब स्कुल पनि गइरहेको छु म। स्कुल गएर रमाइलो गर्नुपर्छ है त अब। सलेट्सको अब म चाहिँ अहिले स्कुलमा छु। स्कुलमा चाहिँ टक्क प्रोग्राम भइरहेको रहेछ हेर्न सक्नुहुन्छ। यो प्रोग्रामको माहौल चलिरहेको छ। यतातिर सब हिरोहरू छ, हामीले हेर्न सक्नुहुन्छ। डनहरू उतातिर पनि छ हिरोहरू सबजना हिरोहरू एक से एक हिरोहरू छ यहाँनिर। सबै नयाँ रेकर्ड गर्दै यता बजाउनु नि छ। भ्लग हान्दै म आज यहाँनिर। जिरो देख्यो। भाइ बहिनीहरू अनुशासित रूपले रहिदिनु होला र कक्षा 10 का विद्यार्थी भाइ बहिनीहरू जो भोलिन्टियरको रूपमा आउनुहुन्छ आफ्नो रोल के हो भन्ने बुझेर साना बाबु नानीहरूलाई लाइनबद्ध रूपमा राखेर सहजीकरण गरिदिनु। भोलिको सुन्दर भविष्य निर्माणका लागि आज यस एपेक्स एकाडेमीमा जो विद्यार्थी भाइ बहिनीहरू नवआगन्तुक विद्यार्थीका रूपमा उपस्थित हुनुहुन्छ यहाँहरू सम्पूर्णलाई पुनः हार्दिक स्वागत। जोरदार तालीले स्वागत गरौँ उहाँहरूलाई फेरि पनि। केजी क्लासको मात्रै एडमिसन है गाइजहरू, यति धेरैजना छ नि। राम्रै मान्छे गाइजहरू। मैले चाहिँ स्कुलको प्रोग्राम सकिसकेँ अनि म चाहिँ अब घर जान लागिरहेको छु। सो अब घर गएर चाहिँ जिम जानुपर्ने हुन्छ। सो त्यही हो, गर्मी लाग्छ, मान्छे कालो हो, झन् कालो भएछ। के गर्नु, यस्तै रहेछ जिन्दगी होइन। अब प्रोग्रामहरू राम्रो भएछ। त्यसको म सानोतिनो क्लिपहरू म टिकटकमा हाल्छु। टिकटकबाट हेर्नुहोस् है तपाईँहरूले के कस्तो छ। यस्तो फिडब्याक पनि दिनु, कमेन्ट समेन्ट यस्तो छ्याप्छु अनि
गर्मी महिनामा रुगा लाग्ने पहिलो व्यक्ति सायद मै होला है। त्यो के कारणले भएको हो भनेर यसो कमेन्ट पनि हान्नु होला, नबिर्सिनु होला। हस्त धन्यवाद। सो गाइजहरू अब चाहिँ म ढक्क लाएर यतिकै गरेपछि चाहिँ म चाहिँ अब जिम जान लागिरहेको छु होइन। जिम गइन्छ, यताउति गरिन्छ, बसिन्छ। आजको दिन यस्तो रिग्रेट, मलाई एउटा चिजले यस्तो खतरा रिग्रेट भइरहेछ लाइफमा। फर्स्ट टाइम मलाई रिग्रेट फिल भइरहेछ है। त्यो रिग्रेट चाहिँ किन फिल भयो भने यो पुरै होइन कपाल सब सट्टा हानिदिएको, कपाल जति सब हानिदिएको। पहिलाको कपाल कस्तो बवाल थियो, टक्क बाँध्न मिल्दिने थियो, सब थियो होइन। अहिलेको चाहिँ बाँध्नै मिल्दैन क्या, यताउति केही गर्ने मिल्दैन। अनि प्लस अहिले चाहिँ म अलिक कस्तो अङ्क अलिक सन्चो पनि छैन, प्लस होइन यता पुरै घाउ छ, यहाँ गाउँ छ, के भएको थाहा छैन, बोल्न मिलिरहेको छैन राम्रोसँग। आवाज नि त्यही भएर कस्तो धोत्रो आगो होला। एकछिन बोल्न भएन, सास फुलिन्छ यार। के हो यो खास कुरा, के हो डेन्जर भयो। अब चेकअप गराउनु जाऊँ भनेको, आज हेर्छु। भोलि नै यस्तै भयो भने चाहिँ भोलि चाहिँ डक्टर चेकअप गराउन जानुपर्ने हुन्छ होइन। यो ठाउँ ढक्क लाएर बालकुमारी त भन्दिनँ, यो के भन्छ क्याम्पस रोडतिर छु म। यहाँबाट अब ढक्क लाएर जिम गइन्छ, जिम गएर आकृति आउँछ। आकृति आएपछि आज डेन्जर जिम हानिन्छ है। त्यसो लेट्स गो। सो गाइजहरू अब हामीले चाहिँ जिम गरेर पनि भइसक्यो होइन। जिम हानेर भइसक्यो। अब जिम हानेर भएपछि अब टक्क लगाएर अब हामीहरू चाहिँ अब यसो चिया खान जाने जस्तो कुरा भइरहेको छ। सो अब जिम हानेर खतरा हानेको पर्सनल ट्रेनर हो भनौँ, पर्सनल ट्रेनर हो। सो जिम हानेर भइसक्यो। अब टक्क लगाएर अब चिया खान जाने कार्यक्रम हुन्छ होइन। यसो चिया खानुपर्छ। अझै मेरो घाँटी यस्तो दुख्या, यस्तो यो दुख्या, यो भात पुरै दुख्या, सब दुख्या होइन। अब तपाईँलाई चिया खान लागि हेर्छु। लेट्स गो।